ए ऊ यहाँ एकजना मान्छे हुनुहुन्थ्यो उहीँ पो होला सानो सानो मान्छे हुनुहुन्छ भने त उहीँ होला झन्डै छोडेर हिँडेको रहेछौँ हामी त तपाईँ नि हो ए ला लु त यो झोला बोक्नु त साइडमा लु चढ्नुहोस् पार्टी त सबैजना रहेछ यो झोला लानु न यो पनि दिन्छु म चस्मा लाउनु पर्दैन होला यो त यो यतिकै त बोक्नु सकिन्छ सक्छु नि त छोड्न त यो दिन न त सकिन्छ यतिकै त दिदी यो मेरो हिँड्नुहोस् तपाईँहरू चलो यहीँ छ सेट भइसक्यो ल हिँड्नु यो चाहिँ है कति ठाउँ नि यो चाहिँ बेलडाँगी हो हामी बेलडाँगीदेखि पनि सर्रै माथि नै जाँदैछौँ है अघि हामी दमकदेखि आएर थियौँ त लोकेसन पनि कतिलाई थाहा भयो थाहा भएन दुर्गा मन्दिरदेखि उँभो आएको हो हामी यसलाई त्यो बेलडाँगी हो यो बाघखोर हो यो बाघ भएको चित्रलाई चाहिँ बाघखोर भन्छ ए बाघ हजुर ए एउटा झर्नु ल एकजना ल मसँग त फेरि ए लाइसेन्स होला ल अगाडि चाहिँ मामाको चेकिङ रहेछ त्यही भएर एकजना दुईजनै झारेँ मैले के गर्नु मामाको चेकिङमा त अब याद गरिदिनु पर्यो फेरि नत्र मामाले घर पठाउँछ भन्ने टेन्सन हुन्छ मामा यहाँ हुनुहुँदो रहेछ खुडीबाट लाग्यौँ केही नखाएको नि त अनि यो गाजर खाँदैछु म चाहिँ लु जाउँ ल जाउँ अरू त हुनुहुन्छ साइकलमा पनि जानुपर्ने छ त आउनु है खोइ ब्याग तपाईँको लु जाउँ झोला नहुने या बोक्नु सघाउनु है उहाँहरूलाई उकालोमा फेरि मरिजानुहुन्छ नि झोला नहुनेहरू चाहिँ उहाँहरूलाई बोकिसकाउनु है भनेको नि दादा भाउजू यहाँबाट कस्तो दामी हाल्यो उहाँहरू त कहिले हिँड्नु सक्नुहुन्छ कि हिँड्नु सक्नै हुन्न हेलो जाउँ टोनी रमाइलो हुँदैछ जाँड बोक्नु भयो जाँड चटपटे साह्रै खानुहुन्छ नि त खतरा गरेर ल हिँड्नुहोस् माथि खुडी चाहिँ यहाँ तल पऱ्यो है अब हामी चाहिँ माथि चढिसक्यौँ यहाँ चाहिँ हाम्रो किरात राईया योक्खाले यो चाहिँ पक्का पनि गाड्नु भएको होला नेपालको झन्डा खुडी कस्तो बबाल देखिँदो रहेछ है मलाई त एउटा सिन झिक्न मन लाग्यो ल आउनु है
चुल्ली पोखरी तर हामीलाई वेदरले चाहिँ साथ दिएको है यतिको कागजको झोला बोकेर भागेमानी भन्दै हिँड्दै हुनुहुन्छ सुन्नु यति गाह्रो हुँदो रहेछ यहाँ उकालो चढ्नु चाहिँ आउँदैछ तल टोलीहरू पनि गाह्रो भयो गाह्रो भए पनि गाह्रो भयो भन्नु भएको छैन के गर्नु र रहरले त आया यस्तो दामी देखिँदो रहेछ यहाँबाट त्यस्तो छ भरे त रुन्छन् होला मान्छेहरू त कमला दिदी त्यो ब्याग त हलुङ छ है तपाईँको मलाई थाहा छ नि साटेर बोकौँ है यति यो त भयो लु है लु जाउँ 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 हिँड्नु मन लाग्दैन भने रुँदै भए पनि हिँड्नु है कमला दिदी छिटो आउनु छिटो आउनु सानो मान्छेलाई चाहिँ गाह्रै हुने रहेछ नुनसरी खोला क्या बबाल देखिने रहेछ है यहाँबाट त लु पानी ट्याङ्की खोइ ए ऊ पर रहेछ पानी ट्याङ्की त निकै रहेछ ल कुइनेटार खुडी त्यहाँ छ यता यताको गाउँलाई चाहिँ के भन्छ नुनसरी खोला पारी नुनसरी खोला पारी पो रहेछ यता उयो खोला कुन हो उताबाट जाने उता फर्केको अनि त सानो टुक्रे खोला होला नि यसको उयो चाहिँ कहाँ हो माथि उयो फर्स्ट चौतारो आइपुग्यौँ है हामी त्यहाँ पछाडि चाहिँ हिँड्नै सकेको छैन हामी चाहिँ खतरा हिँड्दैछौँ बस्ने ठाउँ रहेछ म त अहिले अलिक व्यस्त छु जानु म यसबाट भिडियो निकाल्छु ओ उहाँहरूले खिचिदिनुहुन्छ तपाईँ खिचिदिनु त लड्यो भने फेरि गयो खेर ल खिचिदिनु त खिचिदिनु न ल म भिडियो बनाउँछु यस्तै छ अब गाह्रो भयो त हौ गाह्रो भयो यहाँ हिँड्नलाई चौतारो फर्स्ट चौतारो आइपुग्यौँ है हामी चाहिँ खुडी लगभग ऊ तल अब कुइनाटार त्यसपछि यहाँ आइपुग्यौँ हामी फोटो खिचेको त पैसा पो लाग्छ त अस्ति पनि दिएन ए दियो पैसा दियो मलाई यो मेरो चस्मालाई अन्धाले लाउने चस्मा भनिदिएर के गर्नु घर हौ कस्तो दामी घर यहाँ ठाउँमा पनि अब यहाँ यो ठाउँमा कस्तो दामी घर यार फर्स्ट चौतारो फर्स्ट घर ल अदुवाहरू सबै रोप्दैछ हाम्रो जस्तो ठाउँ हो यो चाहिँ सबैजना इन्जोय गर्दै आउँदैछ गीत गाउँदै ल आउनुहोस्
गीत गाउँदै हिँड्नु अहिले पो बुढो भएमा ल जाउँ 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 3 जना त पछाडि रहेछ है गाह्रो उहाँहरूलाई चाहिँ गाह्रो गाह्रो हामीसँग 2 जना कुकुर पनि छ नि फेरि तपाईँहरूको गीतले कपिराइट लाग्छ कपिराइट लाग्छ यहाँ ओहो कान्छी है कान्छी हे कान्छी कही त बोला न हे मनको कुरा खोला न ममा कस्तो तर रमाइलो रहेछ है ठाउँ चाहिँ जस्तै नाचन दादा माथि आउँछ फोन गरेको होइन अनि नचाहिँदो गफ लाउँदै हिँड्छन् हो फेरि बाटो कट्ने ए लु 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 आउनुहोस् 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 अनि कुखुरा छ दादा माथि आउँदै हुनुहुन्छ हो हुन पनि सक्छ है अब नजिक रमाइलो हुँदैछ दादा एकदम रमाइलो आज मौसमले साथ दियो त्यो चाहिँ झन् खुसी क्या मौसम चाहिँ राम्रो छ तर मौसम उँधो घाम लागेको भए पनि यताउता त अलिअलि त जाडो त हुन्थ्यो होला यता त सजिलो बाटो यताबाट पनि रहेछ तर अब सर्टकट रहेछ है यो चाहिँ ल सफा गरेर राख्नु पानी पनि रहेछ आधी बाटोमा यहाँ चाहिँ कुम्बीको फुल हो क्या यो कुम्बी 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 मात्रै भन्छ यसलाई कुम्बी कुम्बी हो कि कुम्बी हो भन्नु पनि चिसो छ नि यहाँको पानी त यसको बोट यो 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 यसको यो बोट चाहिँ यो नपाउनु भन्दा त होइन म त्यो धम्ले नपारेको अनुहार धुने प्लानमा थिएँ अब कता कता हो 1 2 3 10 कहाँ 10 कुन बाटोमा 10 पुग्छ त्यसमा हिँडौँ न 1 2 3 गर्दै 10 यतै हो 10 त्यतै पुग्यो ल अब अर्कोपट्टि गयो भने अर्कोपट्टि हुन्छ 10 उता पुगेर उता हिँड्नु पर्यो होइन होला हौ त्यता त अब यहाँ बाटो कन्फ्युज भयो यताबाट हो कि यताबाट हो यता पनि हिँड्ने बाटो त निकै छ सजिलो बाटोमा त पुगिँदैन पोखरी छ होइन हौ यो त रोड बाटो होला हौ कन्फ्युज भयो त ल यहाँ आएर कन्फ्युज भयो हामी चाहिँ कहाँ हिँड्ने नेट चल्छ ए यता हो हे तेरिको धड्का नदेख्ने यहाँ थुक्कीसुक गरेको यसरी यहाँ हेर्नु यसरी गर्नुपर्छ 1 2 3 4 5 6 7 8 9 10 यता अहिले त दिमाग लाउनु पर्यो नि त 10 यता उही कहाँ पुरै आने हो बोर्ड हेरेर कहाँ भयो त अनि लु जाउँ लु बोर्डै छैन त्यो पनि तेर्सो रातो त्यत्तिकै अल्छी लागेर नि गाह्रो भयो छैन गाह्रो तेर्सो बाटो खोजेर मजाको मौसममा के को गाह्रो हुनु लखर 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 दादा ल आउनु है दादा खाने ठाउँमा आइपुग्यौँ है यो चाहिँ हामीले आफै बनाएको खाजा नि फेरि लो 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 हामी चुली पोखरीको छेउछाउै छौँ यहाँ रहेछ पोखरी चाहिँ हामी छेउछाउै छौँ है अब चाहिँ पुग्यो लगभग कति
आधी घन्टा त लाग्ला आधी घन्टा हो अब ओह्रालो आधी घन्टा चाहिँ खतरनाक खतरनाक के त नि अब ए ऊ छ बाटो सानो बाटो छँदैछ नि हामी चाहिँ माथिको मन्दिरको बाटो आइछौँ क्या त्यहाँ तलबाटको तेर्सो बाटो चाहिँ आएको भयो हुन्थेछ हामी चाहिँ मन्दिरको बाटो आइछौँ र अलिक घुमिङ है अब को आउनुहुन्छ उहाँहरू चाहिँ हिँडेर आउनुहुन्छ भने चाहिँ उतैबाट हिँड्दा चाहिँ त्यो अघिको 1 2 3 4 5 6 7 10 गरेको बाटोदेखि उता जानु होला हामी फर्केर यता माथिबाट आउँदाखेरि यस्तो भयो सुरुको गन्नाइ नै ठिक रहेछ तर मेरो पनि बेठिक त होइन कि ठिकै हो तर अलिक गाह्रो यो चाहिँ आउनु है सबैजना दुईजना कुकुरले पनि पिछा छोडेन लु हिँड कटुस फल्ला यतातिरकोले कटुसले फल्ला दादा ऊ यहाँ आउले यसले फल्छ हाम्रोतिर यस्तो कटुस चाहिँ पाउँछ कुनै कुनैले फल्छ कुनै कुनैले फल्दैन यो कटुस सानो सानो हुन्छ क्या फेरि पाहाडको कटुस त ठुल्ठुलो पनि हुन्छ नि त चिलाउनेको जस्तो छ उल्टी सुल्टी हान्दै लो लो मजा हो लो लो अब तरे राम्रो जे मजाले हिँड्नु हुँदो रहेछ लु है त्यहाँ तल झन्झरै जानु खोज्दै हुनुहुन्छ है ठिक छ बिस्तारै हिँड्नु न यतिको कडाइ हो यतिको कडाइ हो लु मैले त होइन हौ अनि यहाँबाट राम्रो बाटो थियो नि त तपाईहरु त्यहाँबाट जानुहुन्छ यता बाटो यताबाट राम्रो छ नि त बाटो ए तेरिका यताबाट यस्तो राम्रो बाटो छ अनि ढलेको बाटो यस्तो छ बाटो यहाँबाट ठिक छ नि बाटो त खुट्टा काम्नु पर्यो खुट्टा थर 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 कामे अरे उहाँको लु बाबा जेस यतिको हिँड्नु भएको तपाईँ पनि मलाई खतरा लाग्यो है तपाईँ पनि खतरा हिँड्नु हुँदो रहेछ भरे गएर छोरीलाई सुनाउनु होइन 2 घन्टामा मचुली पोखरी पुग्यो भनेर तपाईँको यो भिडियो पनि देखाइदिनु ल 2 घन्टामा पुग्यो अनि ए त्यहाँ म भाउजूलाई सेयर गर्छु भाउजूले तपाईँलाई हालिदिइहाल्नुहुन्छ नि 2 घन्टामा पुग्यो भनेर सुनाइदिनु उहाँको
पक्नु न यहाँ अब पक्नु न यहाँ भिडियोमा अब हामी उहाँले नि त उहाँको छोरी 5 घन्टामा आइपुग्यो अरे कि आमा चाहिँ 2 घन्टामा आइपुग्नु भनेको त यहाँ राम्रो होइन त नि ल हेर निका तिमीलाई च्यालेन्ज गरेको छ तिम्रो मम्मीले 2 घन्टामा आउने मान्छे उही हो ल गुड मर्निङ इन्जोय गर्नु ल ल ल ल ल हाम्रो टिम चाहिँ आइपुग्नु बल्ल 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 तर उहाँहरू यस्तो भए पनि हिँड्नै चाहिँ फेरि खतरा नि केटाहरू बरु जवान केटीहरू हिँड्नु सक्नु भएन कि उहाँहरू त फेरि कडा हिँड्नु भने लागिसक्यो ल त दादा टक्क अब हामी फोटो खिच्दैछौँ यहाँ आउनु यता फोटो खिच्दै हुनुहुन्छ अब हामी यहाँ आइसकेका छौँ चुली पोखरी चाहिँ हेर्नु कस्तो बवाल छ है अब सबैको फोटो सेसन हुँदो रहेछ यहाँ नि सबै फोटो खिच्नलाई व्यस्त नाच्नुलाई व्यस्त त्यता ठिक छ दिदी चाहिँ घाट बिचमै जानु दादा त्यहाँ जानुभयो ल ल ल आम्मामा पसिना त तपाईँको त हेर्नु त बाबा रे मलाई त यस्तै हो आज छोरीको रेकर्ड तोडियो यस्तै हो मलाई त पसिना त जहिले होइन दिन्छ भाइ यो टाइमिङ निकालिदिनु त बहिनीले निकाल्नु के को राउन्ड भइसक्यो 1 राउन्ड भएको छैन आधी राउन्ड भयो झ्याम्पर यहाँ भिडियो बनाउनुपर्छ सबैले झ्याम्परो ल नाच्दै जाति आउनु त अघि सिक्नु भएको जति फोटो सेसन त बबाल हुँदो रहेछ त ठिङ्गै हाँस्नु हुँदैन फोटो खिच्दाखेरि ठिङ्गै के छ ल सबैजना ताल चाहिँ बबाल छ